चलचित्र द ग्रेट डिक्टेटरबाट चार्ली च्याप्लिनको सन्देश। मलाई माफ गर्नुहोला, म अब शासक बनिरहन वा कसैलाई शासन गर्न चाहन्न। म कसैलाई जित्न वा साम्राज्य विस्तार गर्न चाहन्न। यो मेरो चासोको विषय रहेन। यदि सम्भव छ भने म सबैलाई मद्दत गर्न चाहन्छु, यहुदी, गैर यहुदी, कालो, सेतो, सबैलाई। हामी सबै एक अर्कालाई सहयोग गर्न चाहन्छौँ। मानव जातिको गुण नै त्यस्तै हो। हामी एक अर्काको खुसी हेरेर बाँच्न चाहन्छौँ, दुःख होइन। हामी एक अर्कालाई घृणा र तिरस्कार गर्न चाहन्नौँ। यो संसारमा सबैको लागि ठाउँ छ र सबैको आवश्यकता पूरा गर्न पृथ्वी पर्याप्त धनी छिन्। जीवनको बाटो स्वतन्त्र र सुन्दर हुन सक्छ, तर हामीले बाटो हराएका छौँ, दिशाहीन भएका छौँ। लोभ र लालचले मानिसको आत्मामा विष भरिदिएको छ, संसारभर घृणा फैलाइएको छ, हामीलाई पीडा र रक्तपातमा धकेलिदिएको छ। हामीले तीव्र गति भएका यन्त्रहरू निर्माण त गरेका छौँ, तर आफू भने सुस्ताएका छौँ। मेसिनहरूले हामीलाई भरपूर सामग्री त दिए, तर हामीलाई आफ्नो आवश्यकताको गुलाम बनाइदिए। हाम्रो ज्ञानले हामीलाई झनै कुटिल बनाएको छ, चतुराईले अझै कठोर र निर्दयी बनाएको छ। हामी धेरै सोच्छौँ तर महसुस कम गर्छौँ। हामीलाई आज मेसिनभन्दा मानवता चाहिएको छ, चलाखीभन्दा दया र अनुकम्पाको आवश्यकता छ। होइन भने जीवन अझै उग्र हुँदै जानेछ र हामी हराउँदै जानेछौँ। जीवन हराउँदै जानेछ। प्रविधिले हामीलाई नजिक ल्याएको छ। यी आविष्कारहरूको वास्तविक उद्देश्य मानवताको मङ्गलका लागि हो। हामी सबैलाई एकै ठाउँमा ल्याउनका लागि हो। हामी सबैको भाइचारा जागृत गर्नका लागि हो। अहिले मेरो आवाज संसारका लाखौँ मानिसहरूसम्म पुगिरहेको छ। लाखौँ पुरुषहरू, महिलाहरू अनि बालबालिकाहरूसम्म, ती मानिसहरू जो निर्दोष यातना भोगिरहेका छन्, जो जेलमा परेका छन्, जो निराश छन्। यति बेला जसले मलाई सुन्न सक्नुहुन्छ, म भन्छु निराश नहुनुहोस्। आज हामी माथि परिरहेको यो कष्ट अरू केही होइन, लोभ र लालचको उपज हो। तर यो सभ्यता जता गइरहेको छ यसलाई देखेर नडराउनुहोला। हामी भित्रको घृणाको अन्त्य एक दिन पक्कै हुनेछ। तानाशाहको मृत्यु हुनेछ र जनताबाट उसले खोसेको शक्ति फेरि जनतामै फर्किनेछ। जहिलेसम्म मानव जीवित रहनेछन् तबसम्म मानवता जीवित रहिरहनेछ। सैनिकहरू, आफूलाई क्रूर व्यक्तिहरूको हातमा नसुम्पनुहोस्, जसले तपाईँलाई सधैँभरि निराशामा धकेल्छन् र तपाईँलाई दास बनाइरहन्छन्। तपाईँको सिङ्गो जीवनलाई एउटा सैनिक टुकडीमा सीमित तुल्याउँछन्। तपाईँको सोचलाई नियन्त्रण गर्छन्, तपाईँले गर्ने हरेक क्रियाकलापमाथि अङ्कुश लगाउँछन् र तपाईँले गर्ने अनुभूतिमाथि पनि हस्तक्षेप गर्छन्। उनीहरूले तपाईँलाई व्यायाम गराउँछन्, तपाईँको खाना निर्धारित गर्छन्, तपाईँलाई जनावर सरह व्यवहार गर्छन् र इन्धन जस्तै प्रयोग गर्छन्। आफैलाई यस्ता अप्राकृतिक व्यक्तिहरूको हातमा नसुम्पनुहोस्। यिनीहरू मेसिनको दिमाग र मेसिनको हृदय भएका मेसिन मानव हुन्। तपाईँ मेसिन होइन, तपाईँ घरपालुवा जनावर होइन, तपाईँ एक मानव हो। तपाईँको हृदयभित्र मानवताको लागि प्रेम अङ्कुराइरहेको छ। तपाईँभित्र घृणा छैन। घृणा तिनीहरूले मात्र गर्न सक्छन् जसले प्रेम पाएनन्। प्रेमबाट वञ्चित र अप्राकृतिक व्यक्तिहरूले मात्र घृणा गर्न सक्छन्। सैनिकहरू, दासत्वको लागि नलड्नुहोस्, स्वतन्त्रताको लागि लड्नुहोस्। सेन्ट ल्युको 17औं अध्यायमा लेखिएको छ, ईश्वरको राज्य मानिसभित्रै हुन्छ। कुनै एक व्यक्तिमा मात्र होइन, कुनै समूहका मानिसहरूमा मात्र होइन, तर हरेक मानिसभित्र हुन्छ। तपाईँभित्र पनि छ। तपाईँ एक मानव, तपाईँसँग त्यो शक्ति छ। तपाईँ मेसिन बनाउन सक्नुहुन्छ। तपाईँसँग खुसियाली सिर्जना गर्न सक्ने शक्ति छ। तपाईँ एक मानव, यो जीवनलाई सुन्दर र स्वतन्त्र बनाउने शक्ति तपाईँसँग छ। यो जीवनलाई अद्भुत बनाउने साहस तपाईँसँग छ। त्यसो भए आउनुहोस्, लोकतन्त्रको नाममा यो शक्तिको सदुपयोग गरौँ। हामी सबै एकीकृत बनाउँ, एउटा नयाँ संसार बनाउनको लागि लडौँ। यस्तो संसार जहाँ मानिसहरूले काम गर्ने अवसर प्राप्त गर्नेछन्, युवाहरूले भविष्यको सुनिश्चितता पाउनेछन् भने वृद्धहरूले सुरक्षा। यही कुराहरूको बाचा गरेर तानाशाहहरूले सत्ता प्राप्त गर्छन्, शक्तिमा उदाउँछन्, तर उनीहरू झुट बोल्छन्, आफ्नो बाचालाई पुरा गर्दैनन्, कहिल्यै पुरा गर्दैनन्।
तानाशाहहरू आफूलाई स्वतन्त्र बनाउँछन् तर जनतालाई दास बनाउँछन्। आउनुहोस् त्यो बाचा पुरा गर्नको लागि सङ्घर्ष गरौँ, संसारलाई स्वतन्त्र बनाउनको लागि लडौँ। आउनुहोस् राष्ट्रहरूको सिमानालाई भत्काइदिउँ, लोभ घृणा र असहनशीलतालाई त्यागिदिउँ। यस्तो संसारको लागि लडौँ जहाँ तर्क र कारणहरूले स्थान पाउँछन्, जहाँ विज्ञान र प्रगतिले हामी सबैलाई खुसी हुने बाटोतर्फ डोर्याउँछ। सैनिकहरू, लोकतन्त्रको नाममा हामी सबै एक भएर सङ्घर्ष गरौँ।